म पनि जनजातिकै छोरी भएर भनेको है, तर हाम्रो यो जनजातिहरूको खोइ बुद्धि, राई गुरुङ लिम्बू तामाङ मगर धेमाल चौधरी न्यावरहरू सबै एकता भएर चाहिँ मिल्नु पर्दैन आफ्ना देशको लागि। देश बनाउने मान्छे आउँदाखेरि अब त्यत्रो श्रमदान गर्ने मान्छे जुट्दाखेरि उल्टै कुरा काट्ने। उसै त मान्छेले 3 सिटे भनेर कति हेपेको छ। अब त्यही आफ्नै जिल्लाको चाहिँ उहाँ धरानको आफ्नै ठाउँको आफ्नै जिल्लाको चाहिँ मेयर अब भनौँ न सुमन किराँती हो कि लिम्बू हो, अहिले पार्टी फुटिएर चाहिँ आफ्ना आफ्ना श्रमदान गरेर हिँडेको देख्छु अघि। ए दाई ए भाइ भनेर नङ मासु एकै भएर आफ्ना चाहिँ हरिवंशे मदन किर्ने जस्तो राम लक्ष्मण जस्तो आफ्ना मिल्नु पर्दैन, आफ्ना देशको लागि जुट्नु पर्दैन। हामीलाई त मिलेको देख्न पाए मिलेको राम्रो। मिलम दाजुभाइ, तर अब भाइ फुटे गवार लुटे भन्छ नि एउटा उखानमा। चाहिँ आफ्नै देशको आफ्नै जिल्लाको मान्छे फुटेपछि अरूले हेप्दैन। त्यो भएर चाहिँ खोइ हाम्रो मतवालीको चाहिँ बुद्धि, मतवालीको त एउटै बुद्धि नहुँदो रहेछ। उसै त आँखा फुटेर एकैजनालाई भोट भोट्यायो। अहिले जम्मा 3 सिटे भनेर नेतृत्व अबको राष्ट्र हाँक्ने झन् अहिले आफ्ना भाकै देशको मान्छे पनि पार्टी छुट्टिने। त्यो भएर चाहिँ दाजुभाइहरू मिल्नु, जहाँसम्म मिल्नु हामीले चाहिँ मिल्नु भन्छौँ र मिलेको राम्रो र मिलेर देश बनाऊ र हाम्रो नेपाललाई पनि उज्यालो बनाऊ, सबै जाँगरिलो हौँ। अब सबै जग्गा जमिनहरू बाँझो छ, जुन बचेको कुचेको ठाउँको पनि चाहिँ घोडा गधाले बाँदरले चाहिँ दुम्सीले खाएर मान्छेले बाली खानु पाएको छैन। त्यही भएर महँगी भएको। गर्ने मान्छे आउँदाखेरि कुरा नकाटौँ न। अब यही मौका हो के अब चाहिँ देश बनाउने भनेको। अब यो मौका पनि चुकायो भनेदेखि त जन्मिएको हुन्थ्यो भने सायद यो श्रमदान गरेर पनि देश बन्छ भन्ने नजिर हाम्रो देशमा बस्दैन पनि थियो। धरानमा मेयर हर्क साम्पाङले त्यहाँको स्थानीय जनतालाई साथमा लिएर श्रमदान गराएर हुन्छ कि माथि केन्द्रसँग झगडा गरेर हुन्छ कि आफ्नो पालिका बनाउनतिर लागि परेका छन्। मैले जीवनमा अहिलेसम्म डे 1 देखि उहाँलाई भेटेदेखि कहिल्यै पनि सकारात्मक बाहेक राम्रो पक्षको तारिफ पाए केही नगरेको एक उम्दा र असल अर्ग्यानिक नेता र उहाँले चाहिँ समाजवादी उत्पादन प्रणाली र श्रम संस्कृतिलाई राष्ट्रियतासँग जोड्नु भएकोले उहाँ अद्भुत हुनुहुन्छ। यति कुरा भन्छु कि आजकल गरे जस्तो गर्ने फ्यासन सुरु भएको छ। गर्ने चुपचाप गर्ने अथवा काम गर्ने कुराको प्रवृत्ति बन्न सकेको छैन। हर्क साम्पाङलाई म किन मन पराउँछु भने उहाँ क्यामेरा खोलेर रेडी 1 2 3 टेक भनेपछि एक्सन गर्ने मान्छे होइन। उहाँ बिना क्यामेरा पनि श्रम गर्नुहुन्छ र संसारमा यस्तो उदाहरणहरू दुर्लभ छन्। त्यस्ता मेयर त कति भयो हर्क साम्पाङले जस्तो परिवर्तन मिलाउन सकेछ हेर्नु त। यस्तै मेयर यहाँ पनि कति भयो। अब अहिले हर्क साम्पाङलाई त्यो 5 रुपैयाँ जग्गा दिन मलाई यति पनि दुःख छैन। उहाँले गर्न खोजेको काम र उहाँको काम गर्ने स्टाइल जुन अर्ग्यानिकनेस
होइन, जुन ग्राउन्डसँग जोडिएको जुन एउटा भूमिपुत्र टाइप हुन्छ नि, त्यो टाइपको त्यो नेचर चाहिँ नि, त्यो नेचर चाहिँ अत्यन्तै नै राम्रो लाग्छ मलाई। एउटा मेयर जस्तो मान्छे भएर कट्टु र भेस्ट लाएर मैलो न मैलो होइन, धुलो र पिठो भएर ढुङ्गा बोकेछ, घरि खन्दै हिँडिरह होइन, अनि बाइकमा हिँडे फेरि त्यो लग्जरी लाइफ चाहिएको पनि छैन फेरि होइन, त्यो नर्मल्ली त्यो बाइक लिएर हिँडिरह पब्लिकमा हिँड्दा त्यो हो नि त यार। त्यो नेता मजा आ क्या, त्यो हुन्छ नि, त्यो आनन्द लाग्छ क्या सुन्दाखेरि पनि। त्यस्तो त कमै हुन्छ नि त त्यस्तो मान्छे त यार। सही कुरा। धरानका मेयर हर्क साम्पाङको कुरा गर्दाखेरि उहाँ जति बेला त्यो एक्लै माइक बोकेर जनताको बिचमा पुगिरहनु भएको थियो, राजनैतिक दलको जुन खालको एउटा शक्ति छ त्यसलाई चिर्दै आफू स्थापित हुन खोज्नु भएको थियो, त्यति बेला मैले धरानको नेतृत्वका लागि हर्क साम्पाङ यसरी चाहिँ मैदानमा छन् भनेर रिपोर्ट बनाएको थिएँ। त्यसरी म प्रभावित मान्छे उहाँसँग होइन। अहिले जुन हिसाबले काम गरिरहनु भएको छ त्यसमा पनि गलत भेट्दैन होइन। जनताको सहभागितामा जनताका लागि काम गर्ने कुरा त राम्रो कुरा हो नि। श्रमदानका कुराहरू छन् होइन, श्रमदानबाट पनि खानेपानी अहिले तपाईँको धरानसम्म पुर्याइसक्नु भएको छ भनेपछि त्यो त ठुलै साहस हो होइन। हर्क साम्पाङ नेपालको लागि, नेपालीको लागि एउटा जिउँदो भगवान् हुन्। म उहाँलाई भगवानै मान्छु। उहाँसँग यो पद प्रतिष्ठाको दम्म र घमण्ड छैन। उहाँ सर्वहारा विचारले भरिपूर्ण हुनुहुन्छ। कम्युनिजम भन्ने उहाँसँग छ। एकमात्र नेपालमा कम्युनिजम विचार र नीति र विचार र तपाईँको व्यवहारमा लागू गर्ने जिउँदो नेता हो। उहाँलाई म यहीँबाट सोध्नु म एकदमै प्रिय लाग्छ। म उहाँको लागि फाँसीमा कसैले मलाई फाँसी दिन्छ भने म फाँसी लगाउन तयार। नेपालको श्रमदानको पिता जसले यो मुलुकले सिनेमा तले भनेर हेपेका थिए नि, 2007 सालदेखि विगत 74 वर्षको इतिहासमा चाहिँ हर्क साम्पाङ एकजना माओवादीले जन्माए, काङ्ग्रेसले जन्माए, एमाले जन्माए, अनि हामीले हेप्ने, जातिवादी देख्ने, देशको माया गर्नेलाई, भाषिक धार्मिक सांस्कृतिक समानताको चाहिँ निम्ति जसले आवाज उठाउनेलाई चाहिँ तपाईँहरू जातिवादी देख्ने। यहाँ हेर्नुहोस्, काम गर्ने हर्क साम्पाङको जातिवादी देख्ने, डलर खाएको देख्ने, अनि यहाँको खोला नाला सिमाना बेच्नेलाई त राष्ट्रवादी देख्ने। अहिले यो देशमा जुन 753 स्थानका मेयरहरू छन्, ती मेयर भन्दा फरक मेयरको हिसाबले हामी धरानको मेयरलाई पाएका छौँ। हामीले धरानको मेयरलाई फरक पाएका छौँ। यदि ती धरानका मेयर जस्ता यदि 753 स्थानका मेयर भइदिएको भयो भने यो देश निर्माण हुनको लागि, यो देश सफा हुनको लागि, यो देशमा जुन आर्थिक विकास हुनको लागि, यो देशमा औद्योगिक विकास हुनको लागि समय लाग्दैन। त्यो हर्क साम्पाङका बाबुआमालाई धन्यवाद छ। यस्तो छोरो जन्माउनु नेपालको सपुत हो। हर्क साम्पाङ भनेको जननी जन्मभूमि छ, स्वर्ग दबी गरिएसी हो जननीको, यो जननीको छोरो रहेछ। जय होस् हर्क साम्पाङको 122 वर्ष आयु होस्। एकदमै मनपर्ने मान्छे, यतिको सिम्पल मेयर पनि हुन्छ भनेर मैले उहाँलाई देखेँ कि कोही पनि देखेन त्यस्तो मान्छे हुनुपर्छ क्या। मनपर्ने मान्छे हर्क साम्पाङ। हर्क साम्पाङको पदमा लागेन भने देश बन्दैन। हामी पनि हर्क साम्पाङको श्रमदान अभियानमा हामी आउनेछौँ। जब र नेपालमा यस्तै हर्कहरू सयौं हजारौं जन्मिनुपर्छ र हर्कहरूबाट थुप्रै नेताहरूले सिक्न पनि जरुरी छ। नेपालको जय होस्, हर्कको जय होस्। आफ्नै घर अगाडि डिरेन बनाइदिनु भयो बिना पैसामा, हजुर, शरमको उसमा सबै राम्रो बनाइदिनु भयो। एकदम खुसी छु। यस्तो मेयर पाउँदैन फेरि। हाम्रो जिन्दगीभरि चाहिँ यही मेयर भइराखोस् भन्ने छ क्या मेरो मनमा चाहिँ। अहिले मेयर साहबले सुकुम्बासी जनता म उठाउँदिन, नहुनेलाई छाप्री लगाइदिन्छु भन्नुभएको थियो, तर दिइराख्नु भएको छ, गरिराख्नु भएको छ मेयर साहबले। राम्रो मेयर पाएको छौँ, खुसी नै छौँ। खुसी हुनुहुन्छ? हजुर हजुर। भनेपछि अब फेरि पनि उहाँलाई नै मेयरको रूपमा देख्न चाहनुहुन्छ? उहाँलाई नै फेरि भोट दिएर जिताउने, उहाँलाई नै राख्ने। सकेसम्म अरू नहोस्।